हावाहुरी चलेका बेला के गर्ने के नगर्ने। सकेसम्म घर बाहिर हिँडुल नगर्ने, बाहिर भए घरभित्र जाने, घर बाहिर आगो बालेको भए वा घरभित्रकै आगो फैलने जोखिम भए निभाउने। सवारी साधन चलाइरहेको भए सुरक्षित स्थानमा रोकेर बस्ने। भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानतर्फ लाग्ने। कमजोर संरचना, अग्ला रुख, खम्बा र बिजुलीको तार मुनि नबस्ने। बिजुलीको तार चुँडिएर करेन्ट लाग्न सक्ने भएकोले अत्यन्त सतर्क हुने। तार लत्रिएको छ भने नछुने। बिजुलीका तार ठोक्किएर सर्ट सर्किट हुन सक्ने भएकोले विद्युतीय उपकरण नचलाउने। उडेर आउने जस्ता लगायतका सामानबाट चोट लाग्न सक्ने भएकोले सतर्क रहने। जुटेर मात्र सम्भव छ विपद व्यवस्थापन।